आज चाहिँ मैले 1 हप्ता च्यालेन्ज लिएको थिएँ नि त, 1 विक डेली ब्लग च्यालेन्ज लिएको थिएँ। त्यसको आज नि लास्ट दिन हो र आज हाम्रो नेपालमा भइरहेको चुनावको पनि रिजल्टको दिन हो। आज रिजल्ट आउँछ होला बेलुकासम्म चाहिँ। अनि म चाहिँ के सोच्छु भन्दा जसले जिते पनि हाम्रो के भन्छ अरे जसले जिते पनि जोस् देश चाहिँ राम्रो गरोस् नबेचोस् भन्न चाहन्छु। अब मैले चाहिँ अब भोट दिन पाएन। अब मेरो चाहिँ फेरि यहाँ होइन कि चिताउनु हो। अनि फेरि यस्तो भएको कि अस्ति भर्खरै सरुवा ल्याउँदा ठ्याक्कै चुनाव आयो। अनि न उताको न यताको, यता नि भर्खर सरुवा ल्याउँदा मिल्दैन भनेको, अनि उता नि मिलेन। अनि ठिकै छ भनेर म चाहिँ अफिस गएँ। अनि अब त्यो त अस्तिको भ्लगमा देखिहाल्नु होला सबैले। अनि धेरै कुरा नगरिकन छिटो छिटो खानासाना खाएर अफिस जान्छु। म चाहिँ आज चाहिँ त्यो खाएको अफिस गएको बनाउँदिनँ, अब त्यही सेम नै हो। अनि बेलुका छुट्टी हुन्छ त्यही नै हो। यसपालिको चुनावमा चाहिँ के भन्छ अरे यो यङ जेनेरेसनहरू पनि एकदम उस छन् कि। नत्र पहिला त अब मै पनि पहिलाको चुनाव आयो गयो थाहै पाउँथिनँ। के अरे छुट्टी हुँदा मात्रै थाहा पाउँथेँ। अनि को कस्तो थाहा थिएन। अब सबैको पोइन्ट अफ भ्यूमा कोही राम्रो होला कोही नराम्रो होला। त्यही मायाबाट बिदा हुन चाहन्छु यो बेलुका भेट्टौँला, किनकि मलाई एकदम ढिलो भयो अफिसलाई। आजको ओटिडी यस्तै छ। आज शनिबार नि अफिस हुन्छ। नसोच्नु होला, हाम्रो चाहिँ मन्थको 30-31 डेज पुरै हुन्छ। काम पर्दा मात्रै छुट्टी पाइन्छ। त्यसको पनि हातै छ। ओके दिन नभए ढिलो भयो गइहाल्छु। 5 मिनट पनि ढिलो भने हाफ डे हुन्छ। लोकल मासु र लौकाना तर मैले खाना पाउँदिनँ। म चाहिँ उठेको भात खाँदैछु। यो पाक्दैन म जान्दैछु। अनि भइसक्यो हात नि झन् तातो खाइदिएको झन् गरम भयो कि ल गएमा एमलाई लगाएर आज नि भुटी भात खाएर आएको नि त, त्यही भएर खाजा खानु पऱ्यो। न त चाहिँ म चाहिँ दिनको सकेसम्म 2 मिल मात्रै खान्छु, बिहान अनि बेलुका। नेटको पेमेन्ट हो। मान्छेहरू कस्तो सुर्ती खाएर हिँड्छन् क्या ठ्यास्स बनाएर। अनि कतै बाहिर गएन भने 2 मिल हो। अफिस आएर कता गयो क्याफेतिर गयो भने त्यस्तै। चाउमिन पनि कति खाने भने दिउँसो खाजा खान्न कि मैले प्रायः। भर्खरै चुनावको रिजल्ट हेरेर आइसक्यो। जस्तै कि तपाईँले देखिसक्नुभयो हाम्रो यताबाट चाहिँ घन्टीले जित्यो होइन। अब त्यस्तै छ, जसले जिते पनि विकास गरून्। अब नयाँ पार्टीलाई सबैजनाले के भन्छ अरे विश्वास देखाएपछि विश्वास नतोडुन् भन्न चाहन्छु। अनि आज चाहिँ मेरो डेली भ्लगको यो लास्ट भ्लग हो। कन्टेन्ट हुँदैन क्या के अरे यो डेली भन्दा नि 9 to 5 जब गर्नेहरूको कहिले कहिले मात्रै एकदम डिफ्रेन्ट हुन्छ। यो अहिले ठ्याक्कै मैले कस्तो दामी हप्ता चुज गरेको छु कि ठ्याक्कै होली नि परेको चुनाव नि परेको नि त। अनि गुड हप्ता चुज गरेको छु। अनि अब केही यस्तो कतै आउटिङ गएछ भने चाहिँ म भ्लग ल्याउने कोसिस गर्छु। मेरो डेली भ्लग हेर्न कतिको रमाइलो भयो कमेन्ट गर्नु होला। मलाई त्यस्तो भ्लग बनाउन त आउँदैन, जस्ट कोसिस गरेको। म 1 विक च्यालेन्ज डेली भ्लगबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।